यस कार्यक्रमका सभाध्यक्ष नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्य समितिका सभापति कृष्ण सबुज बानियाज्यू, मेरो आदरणीय नेता नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माज्यू, सहमहामन्त्री फर्मुला मनसुरज्यू, पार्टीका केन्द्रीय सदस्य साथीहरू, यहाँ थुप्रै अग्रज नेताहरू यहाँ हुनुहुन्छ। आदरणीय महेश राई लगायत सबै मञ्चमा रहनुभएको, तल रहनुभएको सबै मेरो अग्रजहरू, उपस्थित साथीहरू, सबैलाई हार्दिक जय नेपाल। 2007 सालभन्दा अगाडिबाट अस्ति भाद्र 23-24 गतेसम्म यो माटोमा भएका विभिन्न क्रान्ति, विद्रोह, आन्दोलन सबैमा शहादत प्राप्त गर्ने सबै ज्ञात अज्ञात शहीदहरूप्रति नमन गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्छु। हिजो मात्र हामीले हाम्रो पार्टीको एकजना श्रद्धेय नेता गुमाएका छौँ, आदरणीय होमनाथ दाहाल दाई। मलाई सम्झन चाहन्छु, उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्छु। आज दिउँसो म यहाँ आउँदै गर्दा पछाडि मञ्चमा हेरेँ, आदरणीय ओमकार दाईदेखि लिएर हामीहरूभन्दा हाम्रो उमेर जति भन्दा त्योभन्दा पनि धेरै वर्ष सङ्घर्ष गरिसक्नु भएको थुप्रै नेताहरू मञ्चमा हुनुहुन्थ्यो। तल हेरे थुप्रै पाको उमेरदेखि लिएर थुप्रै नौजवान साथीहरू टुप्पमा भरिएको देखिन्छ। यत्रो उपस्थित देख्दै गर्दा भाव विह्वल भए। तर अहिले अघि नै नेताहरूले भन्नुभएको जस्तै मैले पनि पछिल्लो समय यत्रो लामो समयसम्म टसमस नगरिकन एउटा प्रतिबद्धताका साथमा राजनीतिक कार्यक्रममा भाषण सुनेर यति लामो समयसम्म बसेको पछिल्लो समयमा कहीँ पनि देखेको थिएन। यो उपस्थितिले पनि देखाउँछ यो महाधिवेशन त्यसै विशेष हुँदै छैन। यसको नाम मात्र विशेष होइन, यसलाई हामीले विशेष बनाएर टुङ्ग्याउनु पर्छ। आदरणीय साथीहरू, अघि महामन्त्री विश्वप्रकाश शर्मा र मैले यहाँ मञ्चमा तल ओर्लिएर नेताहरूको तस्विरमा माल्यार्पण गऱ्यौँ, दियो बाल्यौँ र गमलामा पानी हालेर यसको उद्घाटन गऱ्यौँ। हामीलाई खुसी लागेको होइन। हामी त्यो उद्घाटन आज हाम्रो पार्टी सभापतिले आएर गरेको हेर्न चाहन्थ्यौँ। हाम्रो कार्यवाहक सभापति पनि यहाँ उपस्थित हुनुभएको चाहन्थ्यो। त्यसो हुन सकेन। कतिले बाहिरबाट हेर्दै गर्दाखेरि आज नेपाली कांग्रेसभित्रको यो झगडा भइरहेको छ भन्ने पनि लागिरहेको होला। नेपाली कांग्रेसभित्रको सङ्घर्षको कारणले गर्दा, पार्टीभित्रको सत्ताको सङ्घर्षले, शक्तिको सङ्घर्षको कारणले गर्दा आज यहाँभित्र कोही उपस्थित भएको, कोही उपस्थित नभएको दृश्य यहाँभित्र देख्नु परेको भन्ने लागि पनि रहेको होला। तर कुरा त्यो होइन। यो सङ्घर्ष नै हो, तर यो शक्तिको सङ्घर्ष होइन। यो पार्टीभित्रको सत्ताको सङ्घर्ष पनि होइन, यो विचारको सङ्घर्ष हो। यो मूल्य र मान्यताको सङ्घर्ष हो। भाद्र 23 र 24 गते गैर न्यायिक हत्या पनि भयो। 24 गते ठुलो उपद्रव पनि भयो, अपराधिक कामहरू पनि भए, घुसपैठ पनि भयो। त्यसको बारेमा कानुनसम्म ढङ्गले छानबिन भइरहेको छ। दोषीले त्यसको सजाय पनि पाउला। तर त्यो एउटा घटना हो। भाद्र 23 र 24 गते त्यति मात्र भएको होइन। भाद्र 23 र 24 गते जेन्जीहरूले मात्र होइन, नेपालका लाखौं लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन्। कोसँग व्यक्त गरेको? सरकारसँग। अनि त्यो सरकारमा को थियो? हामी थियौँ। कोसँग व्यक्त गरेको? संसदसँग। त्यो संसदमा को थियौँ? हामी थियौँ। व्यक्तिगत रूपमा रिसाएको होइन, हाम्रो कामसँग रिसाएको, भ्रष्टाचारसँग रिसाएको, कुशासनसँग रिसाएको, बेइज्जतीसँग रिसाएको। राजाको छोरा राजा हुने व्यवस्था फालेर बनेको गणतन्त्रमा नेपो बेबीहरूको राजदेखि रिसाएको। चित्त दुखाएकै हो नि, असन्तुष्ट भएकै हो नि। हाम्रो अगाडिको प्रश्न, त्यसलाई हामीले अनदेखा गर्ने, त्यसलाई हामीले व्यवस्था गर्ने, त्यसलाई हामीले बुझ्ने, मनन गर्ने वा सम्बोधन गर्ने भन्ने हो। यो विशेष अधिवेशन त्यसकै एउटा प्रयास। हामीले यति मात्रै भनेको, नेपाली कांग्रेस पार्टीले यत्रो घटना भइसके पछाडि हामी चुप बस्न मिल्दैन, हामीले अनदेखा गर्न मिल्दैन, हामीले यसलाई सामान्य घटनाको रूपमा पनि लिन मिल्दैन।
यो उथल पुथल पछाडि एकपटक कांग्रेस अडिनुपर्छ, एकपटक पछाडि फर्कनुपर्छ, एकपटक आफैभित्र पनि टटोल्नुपर्छ, एकपटक हाम्रो आफ्नै घर परिवारभित्र हेर्नुपर्छ। कसैलाई गाली गरेर होइन, कसैलाई दोष लगाएर होइन, हामी पनि त्यही रेलभित्रै सवार छौँ। हामी आफ्नो पनि जिम्मा लिनुपर्छ। हामी लिन्छौँ पनि, लिएका पनि छौँ, लिन पनि तयार छौँ। तर एकपटक हामीले आफूले आफूलाई सोध्नुपर्छ, गल्ती कहाँ भयो, कमजोरी कहाँ भयो। ती नै मानिसहरू हुन् जो कुनै बेला यिनै सडकहरूमा कांग्रेसले झण्डा फहराउँदै गर्दा हाम्रो एक आह्वानमा सेनाको ट्याङ्क राख्दै गर्दा हामीसँग गोली थाप्न आएका मानिसहरू, तिनकै छोराछोरीहरू हुन्। तर आज हामीसँग किन रहेछ आयो? हामीले यति कुरा भनेको, यसैको लागि हामीले भनेको हामी एक ठाउँमा आउनुपर्छ, हामीले समीक्षा गर्नुपर्छ र त्यसका निम्ति अधिवेशन भन्दा अर्को मञ्च हाम्रा निम्ति सानो मञ्च हुन्छ। हाम्रो कुरा मिलेन र आज हामी कोही यहाँ आएका छौँ, कोही यहाँ आएका छैन। त्यसैले यो शक्तिको सङ्घर्ष होइन, सत्ताको सङ्घर्ष होइन, देशलाई कसरी बुझ्ने, नागरिकलाई कसरी बुझ्ने, जनभावनाको कदर गर्ने कि नगर्ने भन्ने हाम्रो सोचको भिन्नताको कारणले गर्दा आज हामी कोही यहाँ भयौँ, कोही यहाँ हिँड्न सकेनौँ। दोस्रो विषय पार्टीसँग जोडिएको छ। पार्टी भनेको के हो? श्रद्धेय सभापति हुनुहुन्छ, हामी यहाँ महामन्त्री छौँ, त्यहाँ तल थुप्रै साथीहरू बस्नु भएको छ, अझ कोही गाउँमा हुनुहुन्छ। यहाँ मञ्चमा बस्ने महामन्त्री पनि आज यहाँ नआउनु भएको सभापति पनि कांग्रेसको सदस्य हो, तल बस्ने पनि कांग्रेसको सदस्य हो, दुईटै बराबर हो। यहाँ कोही ठुलो कोही सानो छैन। पद मात्रै होइन, जिम्मेवारी मात्रै होइन, सबै बराबर हो। कांग्रेस भनेकै त्यही हो। कांग्रेसमा त्यो कुनै हायरकी छैन, भएको भए यो पार्टी नै बन्दैन। यो सबैको साझा घर हो, सबैको हक छ, सबै बराबर छैन। पार्टीको सबैभन्दा यसको अधिकार, अझ भन्ने हो भने सबैभन्दा बढी अधिकार तल्लो तहमा बस्ने सदस्यको छ। उसले त केवल जिम्मा दिएर मात्र हामीलाई पठाएको। जसरी नागरिकहरूले भाद्र 23 र 24 आफ्नो भावना व्यक्त गरे, भाद्र 23 र 24 गते पछाडि पार्टीका सदस्यहरूले पनि भने, हामीलाई सबैलाई भने, तिमीहरू सुध्रिनुपर्छ, अब तिमीहरू बदलिनुपर्छ। अब पार्टी जसरी चलेको छ ठिकठाक चलेको छैन, तिम्रा निर्णयहरू ठिक थिएनन्। तिमी चुनावमा एउटासँग मिलेर लड्ने, सरकार अर्कोसँग मिलेर बनाउने, तिमी सरकारमा जानका निम्ति जे पनि गर्ने, सरकारबाट बाहिर बस्नु पर्यो भने सबै कुरा सकिएको जस्तो गर्ने तिम्रो चाल ढाल ठिक थिएन, तिमी बदलिनुपर्छ। पार्टीको सदस्यले हामीलाई यही कुरा भनेको। तिमी समीक्षा गर, तिमी एकपटक छलफल गर, तिमी कहाँनिर चुक्यौ। तिमीलाई त मैले जिम्मा दिएर पठाएको थिएँ, सांसद बनाएँ, मन्त्री बनाएँ, पार्टीको सभापति महामन्त्री बनाएँ। तिमीहरू बस, छलफल गर, यति कुरा मात्रै भनेको छ। पार्टीको सदस्यहरूले भनेको त्यही कुरालाई बोकेर पार्टीको महाधिवेशन प्रतिनिधिहरू आउनुभयो र हामीसँग भन्नुभयो, आदरणीय सभापतिजी, महामन्त्रीजी, तपाईँहरू महाधिवेशन गर्नुहोस्। तपाईँहरूले महाधिवेशन गर्न भ्याउनुहुन्न भने हामीले तपाईँहरूलाई अनुरोध गरेका छौँ, विशेष महाधिवेशन गर्नुहोस्। त्यो कौन छ नौलो कुरा? यो पार्टीकै साथीहरू होइन। यहाँ अहिले आउनुभएको महाधिवेशन प्रतिनिधिहरू भनेको त्यही महाधिवेशन प्रतिनिधि होइन जसले आजभन्दा 4 वर्ष अगाडि, ठिक अगाडिपट्टिको राष्ट्रिय सभागृहमा गएर झामझाम भोट हालेर शेरबहादुर देउवालाई सभापति बनाएको महाधिवेशन प्रतिनिधि होइन। यो हामीलाई महाधिवेशन प्रतिनिधि होइन, त्यही महाधिवेशन प्रतिनिधि हो नि, त्यही पार्टीको साथीहरू त हुन्। आउँछ, नयाँ आउँछ, आउँदैन, पुरानो साथीहरू हुनुहुन्छ। बस्नुहोस्, छलफल गर्नुहोस्, पार्टीको साथीहरूले भनेको कुरा हो नि। त्यसैले यो सङ्घर्ष पार्टीको बारेको धारणा, पार्टी भनेको यहाँ कोही मालिक कोही दास छैन, यहाँ सब बराबर छ। पार्टीको सदस्यहरूले आफ्नो हकको दावी गरेको हो। आजबाट अघि नै महेश दाइले भन्नुभएको छ, आजबाट नेपाली कांग्रेस पार्टीभित्र लामो समयदेखि जाम भएर बसेको, लामो समयदेखि पार्टीभित्र पार्टी सञ्चालनको जुन तरिका जसरी रह्यो, आजबाट यो फत्कियो। अब कसैले यसलाई भोलि जोसुकै आओस्, कसैले पनि अब पार्टीको सदस्यलाई हेप्न सक्दैन, कसैले पनि सक्दैन। तल बस्ने सदस्यहरूलाई माथि बस्नेले अब निहुरिएर सलाम गर्नुपर्छ, जय नेपाल गर्नुपर्छ, तलबाट माथि होइन। किनकि यो पटक त्यो माथिले गरेको होइन, यो तलले गरेको होइन। र तल बस्ने सदस्यहरूलाई पनि गाउँको साथीहरूले गर्न पठाउनु भएको होइन, बदल्न पठाउनु भएको होइन।
त्यसैले यो सङ्घर्ष पार्टीभित्रको कुनै व्यक्ति बन्ने नबन्ने भन्ने सङ्घर्ष होइन, पार्टी कसरी चलाउने भन्ने विषयसँग जोडिएको विषय पनि। यो विशेष महाधिवेशन भोलि यसको बन्द सत्र छ। यो कहाँ गएर टुङ्गिन्छ मलाई थाहा छैन। यो नेपाली कांग्रेसको केन्द्रीय समितिले आयोजना गरेको भए मैले केन्द्रको महामन्त्रीको हैसियतबाट यो महाधिवेशनको एजेन्डा यो छ, त्यसैले सम्भवतः यहाँ गएर टुङ्गिन्छ भनेर भन्न सक्थ्यो होला। यो त सदस्यहरूले मागेर भएको महाधिवेशन हो। तपाईहरुले माग्दै गर्दा के माग्नु भएको छ? नीति पनि बदल्ने, नेता पनि बदल्ने। मैले मागेको होइन, तपाईहरुले माग्नु भएको छ। यो कहाँ गएर टुङ्गिन्छ मलाई थाहा छैन, किनकि म पनि तपाईहरुले बोलाएर आएको एउटा पाहुना मात्र हुँ। यहाँ तपाईहरुले आयोजना गर्नु भएको छ। भोलि अधिवेशनको हाउस बस्छ एन्ड हाउस विल डिसाइड। त्यो हाउसले डिसाइड गर्छ, जे डिसाइड गर्छ मेरो लागि त्यो स्वीकार्य छ। मैले त्यसलाई मान्नुपर्छ। अर्को महामन्त्रीले भनिसक्नु भएको छ, उहाँले पनि त्यसलाई मान्नुपर्छ, हामी सबैले त्यसलाई मान्नुपर्छ। तपाईहरुले जहाँ लगेर टुङ्ग्याउनुहुन्छ त्यसमा केही पनि आपत्ति छैन, किनकि जति गर्नुभएको छ मेरो लागि यो पनि ठुलो छ। मैले यसलाई पनि सम्मान गर्छु, किनकि तपाईको यो प्रयासले नेपाली कांग्रेसको बारेमा एउटा कुरा स्थापित गरेको छ, कांग्रेस दास र लासहरूको पार्टी होइन, कांग्रेस जिउँदो मानिसहरूको पार्टी हो। कांग्रेसमा प्रश्न मरेको छैन, यहाँ कुनै बात छैन जसले नबोल भन्दै गर्दा। यहाँ हामी सबै बराबर छौं, हामी सबै बराबर छौं। यहाँ प्रश्नहरू छन्, जुन पार्टीभित्र प्रश्न मर्छ त्यो पार्टीले समाजमा प्रश्न गर्न सक्दैन। जसले प्रश्न गर्न सक्दैन त्यसले उत्तर पनि खोज्न सक्दैन, त्यसले समाधान पनि दिन सक्दैन। तपाईको यो प्रयासले कांग्रेसलाई जिउँदो राखेको छ। जिउँदो कांग्रेसले बल्ल समाजको आफ्नो जिम्मेवारी पूरा गर्न सक्छ। त्यसले फेरि एकपटक तपाईहरु सबैलाई अभिनन्दन गर्न चाहन्छु। आदरणीय सभापति, मेरो श्रद्धेय नेता शेरबहादुर देउवालाई पनि यहीँबाट सम्झिएर सम्मान प्रकट गर्दै दुईटा कुरा मैले राख्नै पर्छ। शेरबहादुर दाई, म यहाँ बस्दै गर्दा मैले समाचार पढेँ कि पार्टीका श्रद्धेय नेताहरू अहिले बसेर छलफल गरिराख्नु भएको छ। मैले सुनेँ कतिले के नेताहरूले के भनिराख्नु, मेरो सबै कोही नेताप्रति मेरो कुनै व्यक्तिगत टिप्पणी छैन, प्रत्येक नेता मेरो लागि आदरणीय हुनुहुन्छ। तर पक्कै पनि नेताहरूले के भनिराख्नु भएको होला भने यी दुईटा महामन्त्रीले नचाहिने काम गरे, यी दुईटा महामन्त्रीले अराजनीतिक काम गरे, यी दुईटा महामन्त्री तपाईलाई दुःख दिइरहेका छन्। तर सम्झनुहोस्, भदौ 18 गते पनि दुईटा महामन्त्री तपाईकोमा थिए, भदौ 22 गते पनि तपाईकोमा थिए, भदौ 24 गते बिहान पनि सबैभन्दा पहिला तपाईसँग सम्पर्क गर्ने दुईटा महामन्त्री थिए। भदौ 25 गते घटना भइसके पछाडि पनि सबैभन्दा पहिला वक्तव्य निकाल्ने पनि आँट गर्ने पनि दुईटा महामन्त्री थिए। र त्यसपछि तपाईलाई आएर घरमा आएर भेटेर दाई यो देशमा यो प्रजातन्त्रको लागि तपाईको ठूलो योगदान छ, तर समय आएको छ, अब तपाईले छाड दिनुपर्छ। समय आएको छ, अब तपाईले आराम गर्नुपर्छ। समय आएको छ, तपाईले अब मार्ग प्रशस्त गरिदिनुपर्छ। इतिहासले पछि तपाईको मूल्याङ्कन गर्दै गर्दा कति खराब कामहरू भयो होला, त्यसलाई बिर्सनेछ। नेपाली समाज यी मानिसहरूमा धेरै माथि छ, तपाईलाई सम्झनेछ। सुदूर पश्चिमको एउटा गाउँबाट आएर नेपालको प्रजातन्त्रलाई गरेको तपाईको सङ्घर्षलाई सम्झनेछ। तर अब तपाईले छाड दिनुपर्छ भन्दै गर्दा हामीलाई राखेर भन्नुभएको होइन, मङ्सिरभित्र अधिवेशन गर्नुहोस्, अब मैले कार्यभार दिएँ, मैले सबै कुरा छाडेर गएँ भनेर भन्नुभएको होइन। त्यो गएको दिन कांग्रेस मात्र होइन, कांग्रेसभन्दा बाहिरको मानिसले पनि नेता हुनु त शेरबहादुर देउवा जस्तो भनेको होइन। त्यसैले यो मञ्चमा बस्नेहरू तपाईलाई माया नगर्नेहरू होइनन्, तपाईलाई माया गर्नेहरू हुन्। तपाईको चिन्ता गरेर तपाईप्रतिको सम्मान नघटोस् भनेर तपाईलाई बारम्बार भनेको हुन्, दाई छाड दिनुहोस्। अब जसले घुमिकन तपाईलाई बोलाउन गए वास्तवमा ती तपाईलाई माया गर्ने मान्छे होइनन्।
पार्टीको वरिष्ठ नेतालाई पनि सम्झन चाहन्छु। कतिले के भन्छन्, विशेष महाधिवेशन गर्नु पर्यो, गगनलाई सभापति बन्नु पर्यो। विश्वप्रकाश शर्माले त 15औं महाधिवेशनको पनि सभापति बन्दिन। अहिले मैले के पनि बन्दिन। विश्वप्रकाश शर्मालाई विशेष महाधिवेशन र व्यक्तिगत रूपमा के चाहिएको छ? के पनि चाहिएको छ। मलाई कतिपयले भनिराख्नु भएको छ, मैले पार्टीको वरिष्ठ नेताको घरमा विश्वप्रकाश शर्मासँग गएर 2 हात जोडेर भनेको छु, आउनुहोस् दाइ, यो बेलामा पार्टीलाई नयाँ नेतृत्व चाहिएको छ, बन्ने भए तपाईँ बन्नुहोस्। कार्यवाहक सभापतिको घरमा गएर भनेका छौँ, आउनुहोस् बन्नुहोस्। हामी अघि कुरा हो नि, हामी गणेशमान सिंहले प्रधानमन्त्री छाड्नु भएको पार्टीका गणेशमानका कार्यकर्ताहरू हौँ। हामी बीपी कोइरालाका कार्यकर्ताहरू हौँ, जसले प्रधानमन्त्री हुँदाहुँदै झारखण्डमा 8 वर्ष कोचिनु पर्दै गर्दा पनि अय्या अत्था भन्नु भएन। बीपी कोइरालाका कार्यकर्ताहरू हौँ। एउटा पार्टीको सभापति बन्ने कुरा वा प्रधानमन्त्री बन्ने कुराले लोभ्याएर हामी साथीहरूलाई, देशभरिका साथीहरूलाई आह्वान गर्नु उभिएको होइन। हामी नागरिकहरूप्रतिको पार्टीको जिम्मेवारी वहन गर्नका निम्ति पार्टीलाई ठिक ठाउँमा उभ्याउनु पर्यो भनेर अधिवेशनको आह्वान गर्ने ठाउँमा पुगेका हौँ। हामीले हाम्रो नेताहरूलाई यो कुरा बुझाउन सकेनौँ भन्ने लाग्छ। आदरणीय साथीहरू, आज पृथ्वी जयन्तीको दिन हो। नेपालका साना साना राज्यहरूलाई एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहदेखि विश्वनगरसम्म सबै त्यो एकीकरणको अभियानका आज सम्झिने दिन पनि हो। यो भन्दै गर्दा काङ्ग्रेसले आफ्ना पनि श्रद्धेय नेताहरूलाई सम्झाउनुपर्छ, किनकि नेपालको एकीकरण त्यहाँबाट प्रारम्भ भयो। तर नेपालको भावनात्मक एकीकरण नेपाली कङ्ग्रेस पार्टीको स्थापना भएबाट प्रारम्भ भयो। यो नेपाली कङ्ग्रेस पार्टीका अग्रजहरूले हिमाल पहाड तराई सबै जात जाति, सबै धर्मका, सबै भाषाका नेपालीहरूलाई जोडेर त्यो नेपाली भन्ने भावना नेपाली माटोमा स्थापित गरेको नेपाली कङ्ग्रेस पार्टी स्थापना भएको बेलामा चुनाव लडौँला, चुनाव जितौँला, प्रधानमन्त्री बनौँला, मन्त्री बनौँला, 25-26 वर्षका केटाकेटीहरूले स्थापना गरेको पार्टी। कसैको मनमा पनि त्यो थिएन, कसैले त्यो चाहना राखेको पनि होइन। सबैको एउटा ठुलो सपना थियो त्यो देशलाई अँध्यारोबाट बाहिर ल्याउने। त्यसैले काङ्ग्रेस चुनावबाट बनेको पार्टी होइन, काङ्ग्रेस चुनावको लागि बनेको पार्टी होइन। काङ्ग्रेस राष्ट्रिय शक्ति हो। राष्ट्रिय शक्ति र राष्ट्रिय पार्टीमा भिन्नता छ। राष्ट्रिय पार्टी चुनावले निर्धारण गर्छ, कति भोट ल्यायो, कति मत आयो। राष्ट्रिय शक्ति जिम्मेवारीले निर्वाह गर्छ। काङ्ग्रेस राष्ट्रिय शक्ति हो। राष्ट्रिय शक्तिको अर्थ के हो? समाजमा जे समस्या हुन्छ त्यो समस्यालाई छाम्ने, त्यसलाई चिन्ने अनि त्यसलाई चिर्ने, त्यसलाई पर्गेल्ने, त्यसको हल खोज्ने राष्ट्रिय शक्तिको जिम्मेवारी। प्रत्येक पटक यही त गर्दै आएका छौँ। 2060 सालमा जतिखेर बिहान उड्दै गर्दाखेरि सहरमा बसौँ कि गाउँमा बसौँ, रेडियो र टेलिभिजन मात्र हुँदै गर्दा त्यो बेलाको सम्झनुहोस् त, हामी प्रत्येक जतिखेर 60 सालमा थियौँ, प्रत्येक बिहान रेडियो खोल्दै गर्दा, टेलिभिजन खोल्दै गर्दा 10 जना 15 जना 20 जना मान्छे मारिएको समाचार नसुनिकन हाम्रो दिन प्रारम्भ हुँदैन थियो। त्यो बेलामा देशको सबैभन्दा ठुलो समस्या हिंसा थियो। हिंसाबाट बाहिर निकाल्ने जिम्मेवारी काङ्ग्रेसको रह्यो। फरक फरक समयमा हाम्रो फरक फरक जिम्मेवारी रहेको छ। अहिलेको समस्या के हो? अहिलेको चुनौती के हो? 23-24 गते व्यक्त भएको कुरा के हो? त्यो आक्रोशको जरामा के छ? त्यो असन्तुष्टिको जगमा के छ? त्यसको जगमा अघि नै कुरा भयो, विश्वासको सङ्कट छ। आम नागरिकहरूले विश्वास गुमाएको बेला छ। नेपाल आज ठिक छैन, तर भोलि ठिक हुन्छ। यो इमेजिनेसनमा गएको 10, 12, 15 वर्ष नेपाली समाज डोरियो। तर अहिले क्राइसिस अफ इमेजिनेसन, त्यो परिकल्पना हराएको जस्तो अवस्था छ। कोल्याप्स अफ ट्रस्ट, विश्वास गुमाएको अवस्था छ। यो बेलामा नेपाली कङ्ग्रेस पार्टीको जिम्मेवारी हो, हाम्रो काम हो, हामीले सम्हाल्नुपर्ने छ। हामीले सबैलाई सम्हालेर लिएर जानुपर्ने छ। चुनाव केही ठुलो कुरा होइन। चुनाव आउँछ जान्छ, चुनाव कहिले जितौँला कहिले हारौँला। नेपाली कङ्ग्रेस पार्टी चुनावभित्र सीमित रहने यो हाम्रो जिम्मेवारी होइन। त्योभन्दा फराकिलो भएर हामीले हेर्नुपर्ने छ। हाम्रो सिस्टम पनि जोगाउनु पर्ने छ, संविधान पनि जोगाउनु पर्ने छ। त्योभन्दा बढी हामीले नागरिकहरूको भरोसा जोगाउनु पर्ने छ। पञ्चायत कालमा
30 वर्ष पञ्चायती सत्ताको बेलामा पनि नडगमगाइकन दूरदराजको पहाडमा बसेको एउटा पिताजी र माताजी समयक्रममा झरेर मधेस आउँछन् अनि मधेसमा आएर सानो खेत जमिन चुतेर खनिरहेको ठाउँमा त्यहीबाट फेरि माओवादीबाट लखटिन्छ। त्यहाँबाट भागेर आएर सानो एउटा सहरमा आएर बसेर त्यो सहरमा गएर काम गर्दै गर्दा चुनाव आउँछ अनि चुनावमा काङ्ग्रेसले त्यही हँसिएर हतौडामा भोट हाल्न लगाउँछ अनि छोरो कतार काम गर्न जान्छ अनि कतार काम गर्न आएको छोराले कम्तीमा पनि मेरो बाले पनि दुःख गरे, आमाले पनि दुःख गरे, मैले पनि दुःख गरेँ, फर्केर आएँ, 2 पैसा लिएर आएँ, मेरो छोरा र छोरीलाई राम्रो विद्यालय पढाएँ। अब मेरो छोरा र छोरीसँग बस्छु भन्दै गर्दा छोराले भन्छ क्यानाडा जान्छु, छोरीले भन्छ अस्ट्रेलिया जान्छु। बा यो देशमा त बस्दै बस्दिनँ। अनि बा पनि रुन्छ, हजुरबा पनि रुन्छ, आमा पनि रुन्छ, सबै एकत्रित हुन्छ। यो अविश्वासबाट, यो भरोसा टुटेको ठाउँबाट यो नौजवानहरूलाई नेपाल बस्न सकिँदैन भन्ने यो मनोविज्ञान बनेको ठाउँबाट बाहिर निकाल्ने जिम्मेवारी कसको? हाम्रो काङ्ग्रेसको। हामीले गर्नुपर्नेछ। सहरमा बढेको छ, सहरमा जन्मेको छ, राम्रो विद्यालय पढेको छ, केही गर्छु भन्ने हुटुटी पनि छ, सबै कुरा सिस्टम ठिक ढङ्गले चल्नुपर्छ भन्न ठान्छ एउटा नौजवान। पासपोर्टको लाइन बस्न जान्छ, हल्तीबाट 2 पैसा तिरेपछि मात्रै पासपोर्ट समयमा बन्छ। लाइसेन्सको लाइन बस्छ, 2 वर्षसम्म छापेको लाइसेन्स पाउँदैन। सर्टिफिकेट लिन जान्छ, त्यहाँ पनि चिनेको मान्छे भएर मात्र सर्टिफिकेट पाउँछ। अन्तिममा गएर हजुरबालाई लिएर अस्पताल जान्छ, अस्पतालमा पनि चिनेको डाक्टर भयो भने मात्र आइसियूको बेड पाउँछ। अनि त्यो केटा वा केटी त्यो जेनजी सबसँग रिसाउँछ। किन हाम्रो देश भनसुनको देश भयो? किन हाम्रो देश लेनदेनको देश भयो? किन सबै कुरा सिस्टम फिर्ती चल्दैन? किन बाहिरको जस्तो हुँदैन? किन हुन नसके? के भयो होला? यो विश्वास गुमाएको यो पुस्तालाई नेपालमा हुन्छ, सिस्टम हामी बनाउँछौँ भनेर भरोसा दिलाउने काम हामीले गर्नुपर्ने। पश्चिम मधेसको एउटा गाउँमा केही समय अगाडि कार्यक्रममा गएको थिएँ। नेपाल विद्यार्थी सङ्घले गरेको कार्यक्रम थियो। कार्यक्रमको छेउमा एउटा बुढी आमा बस्नुभएको थियो। उहाँलाई सम्मान गर्न बोलाइ, सम्मान गर्दै गर्दा उहाँ को भनेर सोधे।